गोलै हान्न सकेन यार मलाई त खेल्नै मन लागेन अया के गरे नपिट्न यार म खेल्दिन अब तपाईले त मेहनत गर्नै खोजेको अर्को पालि ट्राई गर्नुस् न पर्दैन म त घरमा गएर बरु लुडो खेले बसौँला मैले सकेन रोनाल्डोज्यू तपाईँले आजको म्याच चाहिँ फुल टाइम खेल्नु भएन अलिक छिटै नै सब्स्टिट्युट हुनुभयो यसको विवाद आइरहेछ भनिदिनुहोस् अब फुल टाइम त म खेल्न खोजेकै हो तर अब के गर्ने अब यस्तै छ हेर्नुहोस् होइन वस्तु भाउ पनि पालेको छु कि मैले अलि घरतिर होइन गाई बस्तु चाहिँ अहिले पालिरहेको छु मैले अनि गाई बस्तुलाई चाहिँ अलि पानी दिन पर्ने भयो भनेर बुढीले घरबाट फोन गरी चोकर सोकर पनि सबै सकिएको रहेछ कि घर अनि त्यही भएर गाई बस्तुलाई चोकर र पानी दिने अनि चराउन पनि पर्ने भयो भनेर बुढीले फोन गरेपछि चाहिँ म पुरै 90 मिनट नहुँदैकन अलिकति छिटै नै जान पर्ने भयो त्यही अवस्था भयो होइन अनि म जोस् गाई बस्तुलाई चोकर सोकर दिन घर गएको बेला चाहिँ जोस् उनीहरूले कोरियाका खेलाडीले चाहिँ फ्याट्टै गोल हान्दैछन् कि म गएको बेला उता भैँसीलाई पानी दिँदै थिएँ अब उनीहरूले गोल हान्दैछन् त्यही भएर चाहिँ हामीले हार्न पर्यो भनेर भन्छु है तर जोस् राम 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 आज के भयो ला झन्नै म त फुस्केको रोनाल्डोले 5 गोल हानिसक्यो म हेर्दै थिएँ त्यसलाई अब त के गर्ने हानिसक्यो म त अब हान्न सक्दैन बुढो धेरै भइसके मलाई त थाहा भएन पहिल्यै थियो रोनाल्डो मेरो बाउ तर हल्का भन्न लाज लाग्थ्यो अबदेखि त रोनाल्डोलाई बाउै भन्छु म त उसको अगाडि पहिल्यैदेखि झुकेको मान्छे हो अब झन्नै पछाडि लाग्दैन त्यसको अब त्यो ठुलो मान्छे भइसकेछ अब रोनाल्डो भन्ने रोनाल्डै हो अब म योभन्दा बढी केही भन्न सक्दैन हस्त नमस्ते के छ रोनाल्डो कस्तो चलिरहेछ वर्ल्ड कपको ट्रेनिङ ढुक्क यार अभी हामी त बाबुबाजेदेखिको पुर्खाको बोल्ला र ट्रेनिङ गरिरहेको छौँ हेर्न हाँसेको ल ट्रेनिङ हेर्छ न पत्यालहरू कहिले ल हेर ल बास्केटबल ट्रेनिङ हो क्या हो फुटबल भनेर फुटबल ट्रेनिङ भन्छ नि यसलाई त्यहाँबाट फुत्त पछाडि गोल भन्यो रमायो अनि सन्चै हौ सन्चै भन म्यार अनि तिमी ए म त सन्चै हो यार ढुक्क बसी सुतिरहेको आनन्द छ अनि नेपालले त खट्टै गरिदियो अरे नि त यसपालि हो अर्जेन्टिना डिरिसीको दुध अब तिमीलाई रोनाल्डो के रोला के रोला के भन्छ अरे अनि निराश नभऊ छोड्दो अब कसले भन्यो त्यस्तो फेरि होइन छोड्दो त्यस्तोलाई त कट्टा हान्नुपर्छ के सालाहरू हुन नि मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ खुबै बेजत गर्नुहुन्थ्यो मेसीलाई पेनाल्टी मिस गर्यो यसले यहाँ गऱ्यो त्यहाँ गऱ्यो यस्तो पनि खेलाडी हुन्छ भनेर आज के भयो तपाईँले आफै यस्तो गर्नुभयो त हजुर अनि किन यस्तो गर्नुभयो होइन यस्तो भयो मैले हान्न त खोजेकै हो है तर के भयो भने म त अब हावा पनि चलिरहेको थियो अनि भित्रबाट यो आज गन्जी पनि लागेको थिएन पसिनाले पनि चपचाप भइरहेको थियो क्या अनि त्यस्तो भयो अनि किपर पनि उता जान्छ जस्तो गर्न यता आयो क्या त्यो चाहिँ किपरले पनि झुक्कायो नि त मलाई अनि त्यस्तो भयो तर ठिकै छ म अर्को पालि गर्न कोसिस गर्छु होइन तर म कस्तो आज त्यस्तै कहिले काहीँ भइहाल्छ नि मेसीले पनि अस्ति जाने होइन मैले उसलाई भने नि त त्यस्तो तर अनि तपाईँले त खुब बिल हान्नुभएको थियो अरे फेसबुकमा स्ट्याटस पुरा ट्विटरमा होइन मैले होइन गरेको त होइन त्यस्तो केही पनि गरेको होइन म त्यस्तो गर्दिनँ पनि कहिले ऊ एउटा बेस्ट खेलाडी हो है तर अब ठिकै छ कहिले काहीँ त म मिस्टेक भयो नि त मैले गल्ती गरेँ अनि पसिना आएर हो क्या खास गरी मात्रै खुट्टामा हो यस्तोमा पनि पुरै चिपचिप भइरहेको थियो क्या जुत्ता खुसिन खोज्यो नि त अनि बिस्तारै हान्दिएँ अनि किपर पनि बिचरा रुन आँट लाग्यो जस्तो लाग्यो अनि त्यही भएर नत्र म राम्रै हान्ने मान्छे त्यस्तो हान्दिनँ नि त म चाहिँ